तब बताउनुहुन्छ राजन, मेरो वर्णन सुन्नुहोस्। माउ तलास्ने बचराहरू सरी, बाछो नपाइकन माउजै गरी, प्रेमी प्रवासी कन कामिनी सरी, म दर्शनार्थी प्रभुमा छु यो घरी। मेरो अवस्था यस्तो छ अहिले, माउबाट छुटिएको बाछो जस्तो, बाछोबाट छुटिएर गएको माउ जस्तो, प्रेमी प्रवासी कामिनी पुरुष स्त्रीबाट वियोग भए जस्तो, भगवानको मठ मन्दिरबाट छुटेर गएको भक्त जस्तो म साह्रै दुखी र ज्यादै कष्टदायक जीवनमा छु। यसैले म माथि क्षमा राख्नुहोस् भन्नुभयो विदुर महाराजलाई उद्धवले। होइन, तपाईँ त भगवान कृष्णको स्वकीय सचिव, यस्तो व्यक्तिले दुःख पाउनु मानेमा के रह्यो? के कारणले दुःख पाउनुभयो भन्दा, हरे भगवान, आज कृष्ण भगवानको स्वर्गारोहण भयो, त्यसै कारणले म जब ज्यादै दुखी छु भनिदिनु भयो विदुरलाई उद्धवले। हो, पक्का। हुरीले ढालेको वृक्ष चाहिँ लडेर बडा संवेदनशीलबाट प्रस्ताव राख्नुभयो। भगवान, म त साह्रै चिन्ताजनक भएँ, साह्रै कष्टले बिहोरी। आज म कहाँ जाउँ, कसो गरौँ? मेरो प्रभु, म माथि क्षमा राखी बक्सोस्। हजुरलाई कोटि 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 प्रणाम छ, दण्डवत प्रणाम छ मेरो परमात्मा। हजुर दयाको सागर हुनुहुन्छ, मैले केही जानेको छैन। तपाईँ यस्तो प्रकारको विद्वान हुनुहुन्छ कि यस किसिमबाट भगवान कृष्णको सल्लाहकार मण्डलको तपाईँ अध्यक्ष, त्यस्तो व्यक्ति भगवानलाई सुझाव दिने त उही व्यक्ति आज तपाईँ रुँदै आउनुभएको छ। कृष्ण सम्बन्धी बारेमा केही प्रचार प्रसारको बारेमा मलाई पनि आज्ञा गरिबक्सोस् भनेपछि, हुन त मलाई ज्यादै कष्ट छ यो कुरो बताउनका लागि। मेरो मनमा मुटुमा गाँठो परि